हेलो गाइस, मैले चाहिँ बिहा गरेको छुइनँ है। भोलि न मैले बिहा गरिहाल्यो भने पनि होइन, मेरो बुढीलाई जब कस्तो माया गर्छु भने होइन, किनकि अब ऊ पनि कसैको छोरी हो, कसैको बहिनी हो, दिदी हो होइन। मजाले अब त्यो फुलिरहेको हुन्छ फुल होइन, उसको आमा बाबाले कति अब माया दिएर है हुर्काएको हुन्छ, बढाएको हुन्छ होइन। त्यसमा चाहिँ अब होइन, अब कति दुःख कष्ट हुन्छ होला होइन उसलाई बढाउनु लागि। अनि हामीले टपक्क टिपेर ल्याउँछौँ होइन। अनि म चाहिँ के चाहन्छु भने मैले बिहा गरेँ भने अनि मैले चाहिँ मेरो बुढी चाहिँ अब होइन, मेरो एउटा सोच विचार चाहिँ उसले पनि मलाई धेरै माया गरोस् होइन। म पनि उसलाई सधैँभरि माया गर्छु। जब मेरो घरमा बिहे भएर आउँछ होइन, म उसलाई कहिले पनि मायाको कमी हुनु दिँदिनँ क्या। किनकि हामीले अर्काको छोरी लिएर आउँछौँ होइन, अब हामीले खुसी दिएर ल्याएर आउँछौँ, खुसी दिन्छौँ भनेर ल्याउँछौँ। तर हामीले यहाँ लिएर दिनरात कुट्ने, हिर्काउने, अनि मातेर आएर झगडा गर्ने होइन, रिस गर्ने, त्यो चाहिँ गर्नु हुँदैन। किनकि मैले पनि देखेको छु हरेक होइन, साथीहरूको भयो या अब दोस्त सबै होइन देखेको छु। किनकि हामी उहाँहरूलाई हामी विचार लिएर आउँछौँ यहाँनिर लिएर कुट्ने, मार्ने, कुट्ने, कराउने, त्यो होइन क्या सम्बन्ध। सम्बन्ध त हामी मिलेर जिउनुपर्छ होइन एकअर्कामा। अब बुढाले गर्ने काम बुढीले गर्नु हुँदैन भन्ने पनि होइन क्या। जस्तै अब बुढीले गर्ने काम बुढाले गर्नु हुँदैन भन्ने होइन क्या। दुईजना मिलेर अगाडि बढ्यो भने सबै राम्रै हुन्छ क्या। किनभने हाम्रो झै झगडा भनेको नै अब सानो कुराले गर्दा हो क्या। जस्तै अब बुढीले गर्ने काम अब बुढाले सघाएन भने पनि अब झगडा त्यसमै हुने हो। अनि बुढाले गर्ने काम पनि अब बुढीले नसकेपछि त्यसमा पनि झगडा हुने हो। अनि जे कुरा पनि हामी गर्छौँ होइन, अगाडि चाहिँ अब मिलेरै गरेको जस्तो लाग्छ, गरेर अगाडि बढेछ है, मिलेर गरेर अगाडि बढे जस्तो लाग्छ है। किनकि अब झै झगडा भनेको सानो सानो कुरा हुने हो। अब पहिलाको कुरा लिएर अब झगडा गर्ने त्यो होइन क्या। म चाहिँ मेरो बुढीलाई यति धेरै माया गर्छु कि जसमा कि उसको आमा बाउ, दाजुभाइ, दिदीबहिनीको केही कमी नै हुँदैन क्या। किनकि बिचरा छोरी मान्छे हो, सारा संसार होइन बिचरा आमा बाउ दाजुभाइ तेगेर आउँछ मेरो घरमा। अब मैले नै उसले अब मलाई उसले जिन्दगी लाइफ सोचेर आएको हुन्छ होइन। अनि जब मैले नै सपोर्ट साथ दिनँ भने उसलाई कस्तो हुन्छ। ऊ त मेरो घरमा एउटा पाहुना होइन, जस्तै अब लाइफ पार्टनर जिउँछु भनेर आएको हुन्छ नि त। मैले माया गरे पनि नगरे पनि ऊ त मिलेर हामीसँग बस्नुपर्ने हुन्छ नि त। जब मैले नै अब सपोर्ट दिनँ भने ऊ कसरी बाँच्न सक्छ। त्यही भएर मेरो बुढीलाई चाहिँ म यति धेरै माया गर्छु कि मायाको कहिले पनि कमी हुन दिँदिनँ।